दक्षिण अमेरिकाको अमेजनको जंगलमा बुलेट एन्ट भनिने एउटा खतरनाक कमिला पाइन्छ। यो कमिलाको टोकाई बन्दुकको गोली लागि जत्तिकै पीडादायी हुन्छ। यसबाहेक यो जंगलमा धेरै प्रकारका खतरनाक जनावरहरू पनि पाइन्छन्, जस्तो कि एनाकोन्डा, घडियाल, बाघ, सिंह आदि। अमेजनको जंगलबाट बग्ने नदीहरूमा पिराहाना नामको माछा पाइन्छ, जसले मिनेटमै धेरै मासु चपाउन सक्छ। सन् 1971 मा 70 लाख वर्ग किलोमिटरमा फैलिएको यस घना जंगलमा 17 वर्षकी एक किशोरी हराइन्। उनको टाउकोबाट रगत बगिरहेको थियो भने खुट्टाभरि चोट लागेको थियो। टाढा टाढासम्म कतै मानव बस्ती थिएन। त्यहाँ न कुनै खानेकुरा थियो न त पिउने पानी नै। यसका बावजुद ती युवती धेरै दिनसम्म जंगलमा भौतारी रहिन्। अन्ततः जंगलमा आएका 3 जना व्यक्तिले उनलाई फेला पारे। उनीहरूले जब ती युवतीका बारेमा थाहा पाए तब धेरै बेरसम्म विश्वास नै गर्न सकेनन् र चकित परेर हेरी मात्र रहे। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी 10,000 फिटको उचाइमा उडिरहेको जहाजबाट अमेजनको जंगलमा खसेकी 17 वर्षीय किशोरी कसरी बाँचिन् र उनी चढेको जहाज कसरी आकाशमै 2 टुक्रा भयो भन्ने विषयमा विशेष चर्चा गर्नेछौं। 17 वर्षीय जुलियाना कोएप्किए आफ्नी आमासँग जहाजमा यात्रा गरिरहेकी थिइन्। केही दिन अघि मात्रै उनले हाई स्कुलको परीक्षा पास गरेकी थिइन् र बुबालाई भेट्न जाँदै थिइन्। जुलियानका बुबा जियोलोजिस्ट थिए र उनी अमेजनको जंगलको अनुसन्धान गरिरहेका थिए। जुलियान पनि आफ्ना बुबा जस्तै बन्न चाहन्थिन्। सन् 1971 डिसेम्बर 24 मा पेरुको राजधानी लिमाबाट जुलियान र उनकी आमाले फ्लाइट नम्बर 508 को जहाज चढे, जसमा जम्मा 86 जना यात्रु थिए। जहाजले तोकिएकै समयमा टेक अफ गर्यो। सबै कुरा सामान्य नै चलिरहेको थियो। जुलियान आफ्नी आमाको छेउको सिटमा बसेकी थिइन्। उनको सिट नम्बर 19F थियो। उडान भरेको केही घण्टापछि जुलियानले अचानक आफ्नो सिट हल्लिएको महसुस गरिन्। त्यहाँ के भएको हो भन्ने बुझ्नुभन्दा पहिले नै पुरै जहाज डगमगाउन थाल्यो। उनले झ्यालबाट बाहिर हेर्न खोजिन्। बाहिर बिजुली चम्किरहेको थियो। जहाजको चारैतिर कालो बादल थियो। यसको मतलब जहाज आँधीमा फसेको थियो। सन् 2021 मा न्युयोर्क टाइम्सलाई दिएको एक अन्तर्वार्तामा जुलियानले भनिन्, जहाज धेरै हल्लिरहेको थियो तर आमाले केही समयमै ठिक हुन्छ भन्नुभयो। जुलियानकी आमाको आशा विपरीत अवस्था झन्झन खराब हुँदै गयो। आकाशमा चम्किरहेको बिजुली जहाजमा ठोकियो। जहाजमा चट्याङ पर्यो र इन्जिन फेल भयो। त्यसपछि जहाजको बडीमा दरार देखिन थाल्यो र क्षणभरमै जहाज 2 टुक्रा भयो। सिट बेल्ट बाँधेका यात्री आफ्नो सिटमा टाँसिएका थिए। सबै कुरा यति छिटो छिटो भयो कि कसैले केही सोधखोज गर्नै भ्याएनन्। जुलियानले आमालाई हेर्ने प्रयास गरिन् तर उनको अगाडि खुल्ला आकाश मात्रै थियो। तेज हावा उनको अनुहारमा ठोक्किरहेको थियो। वास्तवमा त्यति बेलासम्म जुलियान जहाजबाट खसेर खुल्ला आकाशमा पुगिसकेकी थिइन्। जहाज 2 टुक्रा हुँदा उनको सिट खसेको थियो, जसका कारण जुलियान जहाजबाट एक्लै जमिनमा खस्न थालिन्। उनीसँग न प्यारासुट थियो न त अन्य कुनै सुरक्षा साधन। तर पनि उनी 10,000 फिटको उचाइबाट जीवितै खसिरहेकी थिइन्, जहाँ उनको मुनि अमेजनको घना जंगल थियो। होसमा आउँदा उनी जंगलको बीचमा थिइन्। उनका खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। आफू यति माथिबाट खस्दा पनि कसरी बाँचे भन्ने लाग्यो, तर उनले केही सोच्नै सकिरहेकी थिएनन्। यति उचाइबाट खसेर पनि जिउँदै रहनु भनेको ठूलो भाग्यको कुरा हो। जुलियान जहाजबाट खसेर त बाँचेकी थिइन्, तर त्यहाँ उनले त्यो भन्दा पनि ठूलो बाधा पार गर्नुपर्ने थियो। अमेजनको घना जंगल निकै डरलाग्दो थियो। त्यहाँ खतरनाक जनावर थिए। जनावरबाट केही गरी जोगिए पनि त्यहाँ लामखुट्टेको आतंक यति धेरै थियो कि मलेरिया वा डेङ्गु हुने निश्चित थियो। यस्तो खतरनाक जंगलमा 17 वर्षीय जुलियानले एक्लै रात बिताउनु पर्ने थियो। न खानेकुरा थियो न त पिउने पानी। यस्तो परिस्थितिमा सामान्य मानिस सायदै जीवित रहन सक्छ। जुलियान सामान्य थिएनन्। जंगलको बीचमै जन्मेकी जुलियानका बाबुआमा दुवै जंगल प्रेमी थिए। जुलियानका बुबाले अमेजनको जंगलमै अनुसन्धान केन्द्र बनाएका थिए र त्यहीँ बसेर अनुसन्धान गर्थे। त्यसैले जुलियानलाई बाल्यकालदेखि नै जंगलको अनुभव थियो। त्यही अनुभवले त्यतिबेला जुलियानको ज्यान जोगाएको थियो।
उनको टाउकोमा चोट लागेको थियो भने एउटा आँखा हेर्नै नसक्ने भएको थियो। होस आएको केही मिनेटपछि उनी फेरि बेहोस भइन् र आधा दिनपछि आँखा खोलिन्। त्यसपछि उनले आमालाई खोज्ने प्रयास गरिन्, तर त्यहाँ कोही पनि थिएनन्। जुलियानले हिम्मत हार्नै लागेकी थिइन्, तर त्यतिबेला उनले पानीको एउटा सानो स्रोत देखिन्। त्यतिबेला उनलाई आफ्ना बुबाले सानोमा सिकाएको एउटा पाठ याद आयो। उनलाई बुबाले सानो खोला बग्दै गएर ठूलो खोलासँग मिल्छ भनेर सिकाएका थिए। पानी तलतिर बग्छ, त्यसैले त्यसलाई पछ्याउँदै गयो भने कुनै न कुनै मानव बस्ती फेला पर्न सक्छ भन्ने उनलाई थाहा थियो। त्यही सोचेर जुलियान पानीलाई पछ्याउँदै अघि बढिन्। पानी निकै सफा थियो र पिउन सकिन्थ्यो, तर खानेकुरा केही थिएन, तैपनि जुलियान हिँडिरहिन्। कैयौं पटक पौडी खेलेर नदी तर्नु परेको थियो भने पैदलै जंगलको कठिन बाटो पार गर्नु परेको थियो। उनी जंगलमा भौतारिएको पनि 4 दिन बितिसकेको थियो। चौथो दिन जुलियानले एउटा आशाको किरण देखिन्। जंगलको बीचमा जुलियानाले आफै चढेको जहाजबाट खसेका केही सिट देखिन्। त्यहाँ उनी जस्तै जहाजबाट खसेका 3 जना यात्री थिए, तर उनीहरूको भाग्य जुलियानको जस्तो राम्रो थिएन। तीनैजना आकाशबाट यसरी खसेका थिए कि टाउको नै भुइँमा चोटिएको थियो। तीमध्ये एउटी महिला थिइन्। सुरुमा त जुलियानले ती महिलालाई आफ्नी आमा हुन् कि भन्ने ठानेकी थिइन्, तर बाहिर निकालेर हेर्दा उनी आमा थिएनन्। जुलियान फेरि निराश भइन्। त्यहाँ उनको नजर एउटा प्याकेटमा पर्यो। त्यसमा केही चकलेट थियो। यसको मतलब थोरै भए पनि खाने व्यवस्था भयो। त्यसपछि जुलियानले आफ्नो यात्रा जारी राखिन् र केही दिनसम्म जंगलमा यसरी नै भौतारिरहिन्। त्यतिबेलासम्म जहाज दुर्घटना भएको खबर जताततै फैलिसकेको थियो। जहाजको खोजीमा आएका हेलिकप्टरहरू जंगल माथिबाट उडिरहेका थिए, तर जुलियानलाई कसैले देखेनन्। हेलिकप्टर र उद्धार टोली धेरै दिनसम्म जहाजको खोजी कार्यमा जुट्यो, तर उनीहरूले मानिस त के जहाजको एउटा पुर्जासम्म पनि फेला पार्न सकेनन्। केही दिनपछि जंगलमा हेलिकप्टर उडेको आवाज पनि आउन बन्द भयो। अब जुलियानसँग आशाको कुनै सम्भावना बाँकी थिएन। यति हुँदाहुँदै पनि उनी अगाडि बढिरहेकी थिइन्। 9 दिन 9 रातसम्म जंगलमा एक्लै घुमेपछि जुलियानले एउटा झुपडी फेला पारिन्। त्यो झुपडी खाली थियो, त्यसैले उनले त्यही आराम गर्ने निर्णय गरिन्। उनी त्यही सुतिन्। त्यो झुपडीमा सुत्दा उनलाई त्यही आफ्नो जीवनको अन्तिम निन्द्रा हो जस्तो लागेको थियो। तर केही घण्टापछि आँखा खोल्दा उनलाई केही आँखाहरूले हेरिरहेका थिए। ती आँखा जुलियानलाई कुनै देवदूतका जस्ता लागिरहेका थिए, तर जुलियानलाई देखेका मानिसहरूले भने अर्थकै सोचेका थिए। उनीहरूले जुलियानलाई एमुजा ठानिरहेका थिए। एमुजा अर्थात् पानीकी देवी, जसमा पेरुका नागरिक विश्वास गर्दथे। त्यसैले सुरुमा उनीहरू जुलियानसँग डराइरहेका थिए, तर पनि उनीहरूले जुलियानलाई त्यहीँ बस्न दिए र भोलिपल्ट डुङ्गामा राखेर अस्पताल लगे। यसरी 10,000 फिट माथि उचाइमा भएको जहाजबाट खसेर पनि भीषण र भयानक अवस्थामा 11 दिन घना जंगलमा घायल जुलियानले उच्च मनोबल बनाएकै कारण बाँच्न सफल भइन्। पछि अन्तर्वार्तामा जुलियानले बताए अनुसार उनको उद्धारपछि गएका रेस्क्यु टिमले त्यहाँ जहाजको भग्नावशेष फेला पारेका थिए, जहाँ सबै यात्रुहरूका लास मात्र बाँकी थिए। यो दुर्घटनाका कारण जुलियान आफै वर्षौंसम्म मानसिक रूपमा विचलित हुन पुगिन्, जसका कारण लामो समयसम्म त उनले जहाजमा यात्रा समेत गर्न सकिनन्। उनले पछि गएर पीएचडी पूरा गरिन् र बायोलोजिस्ट बनिन्। त्यसपछि उनले आफ्ना यिनै अनुभव सँगालेर एउटा पुस्तक लेखिन्, जसको शीर्षक थियो व्हेन आई फल फ्रम द स्काई। उनको कथामा डकुमेन्ट्री पनि बनाइएको थियो। डकुमेन्ट्रीमा जुलियानलाई एउटा प्रश्न सोधिएको छ र त्यो प्रश्न थियो, त्यो दुर्घटनामा तपाईँ मात्र किन बाँच्नुभयो? त्यसको जवाफमा जुलियानले भनेकी छन्, मलाई थाहा छैन, तर यो प्रश्नले मलाई सधैँ सताइरहने गर्छ। दर्शकवृन्द, आजको श्रृङ्खला तपाईलाई कस्तो लाग्यो? हामीलाई कमेन्टमा अवश्य बताउनुहोला।